हेलो गाइस, वेलकम छ तपाईहरुलाई एनसीडीपीको भ्लगमा। आज चाहिँ हामी यहाँ यस्तो पासीको लागि डेकोरेसन गरिरहेछौँ। भ्लग स्टार्ट गरेको यहाँ चाहिँ मेरो बहिनीहरूले चाहिँ भ्लग स्टार्ट गरेको किनभने मेरो चाहिँ अनाज सुनेर हेर्न लाइक भएको छैन। सो अहिले म देखाउँछु होला। यहाँ मेरो बहिनीहरूले चाहिँ मेरो भ्लग स्टार्ट गरिदिएको छ ल डेकोरेसन गर्नलाई। लाइक सब्स्क्राइब अरु के भन्छ लाइक सब्स्क्राइब कमेन्ट सबै दिनु है त ल गाइस। ल ल ल यता हुँदैन त उहाँ सबै देखाउनु पर्यो। मेरो मोबाइल झरे गाइस। मैले चाहिँ आन्टीको मोबाइलबाट गरेको। यहाँ चाहिँ हाम्रो डेकोरेसन हुँदैछ। हाम्रो भाइहरू यहाँ चाहिँ भाडाहरू राखेको छ हाम्रो भाउजूहरूले। यहाँ चाहिँ अचारको लागि त्यो गरेको छ, सलादको लागि चाहिँ त्यहाँ राखेको छ है। कामुन मान्छेहरूले आयो सबैजनाले खरायो। यहाँ चाहिँ हाम्रो बडी आमाले आलु ढुटाउँदैछ। हेलो गाइस भनिदिनु त, भनिदिनु न बजाउँछ। हेलो गाइस भन्नु न। यसलाई यता आउनु त, यसलाई यता आउनु त। एकपल्ट सुनौँ हामीले भातुन कस्तो गरी पकाएछ, कसोलाई के गरेछ सुनाऊ। नातिनीको भ्लगमा स्वागत छ भन्नु न। नातिको 5 मिनेटमा यति दामीले हामीले स्वागत गरेको छ हो कि होइन? Oh my god! Wow! यहाँ चाहिँ मामुते गइरहेको छ है। पकाउने चाहिँ यहाँ पनि छ। यहाँ चाहिँ हाम्रो भेनाजु चाहिँ पुरै कुकम्यान। यहाँ चाहिँ के पाकेको अरे भेनाजु? अचार हो? यो चाहिँ चिकन ग्रेभी र अचार चाहिँ उतातिर छ है। हाम्रो यहाँ कुकमेन काका चाहिँ यता हुनुहुन्छ। यता नि अचार पाकेको होइन त? खै कता पाकेछ देखाइदिउँ त। यहाँ चाहिँ आलु हालेर अरू उत्योहरू पनि हाल्छ होइन त? आलसहरू केराको पनि। तपाईँ त के गर्नु र बिगारिदिन्छ। यहाँ चाहिँ चटपटे कार्यक्रम हुन लागिरहेको छ होइन त? हाम्रो बहिनीहरू चटपटे खतरा बनाउँछ है। कस्तो त्यो देखाएको त? माइजू बहिनी छलु चटपट बनाएको छ। अहिले चटपट सबैजना खाने काम गरेर सबैजना त्यो भयो नि त। हाम्रो आन्टी चाहिँ उहाँ छ। ए आन्टी हेलो भन्नु त, भन्नु न। अनि अलिकति सुरु गर्नु। माइजहरू एकदम काममा है लागिरहेको छ। मैले चाहिँ केही बोल्नु सकेको छैन। घाँटी पनि दुखेर आएको, सन्चो पनि छैन। A few moments later. म चाहिँ नुहाएर यतिको बसिरहेको छु। भाइलाई पनि यता राखिरहेको छु। मेरो कुन्टे भाइलाई कुन्टु हेर हेर गर्न खिच्दै बिचरा कस्तो बिजो भएर बस्छ मेरो भाइ सिजो। आज कान्छ आज यता हेर यतातिर बस्छ है। यता दिनु त सिजो। ल यता हाम्रो भाइ चाहिँ रेडी भइसक्यो है। हामीले टाउकोधर बस्छ। अब नानीलाई नुहाइदिनु पऱ्यो। अघि चाहिँ मैले भिडियो गरेँ, मेरो बहिनीहरूले भिडियो गरेको छ है। भाइलाई नुहाएको देखाउँछु। अनि त्यसपछि अरू यहाँ डेकोरेसन हुँदैछ। मैले आधी भिडियो चाहिँ गर्नु पाएन किनभने यहाँ कामहरू भएर। अनि चाहिँ अहिले भाइलाई नुहाइदिएको भिडियो गर्नु पर्यो। ल हाम्रो सिजनलाई चाहिँ नुहाइरहेछ। ह्याप्पी अन्नप्रसन्न माई सिजन भाइ सिजन। ल दुध पानी हाम्रो ग्लासको फुलमा मैले त्यहाँ दिएको हो। यो त उ त्यो भयो नि। यो माथिको के त्यो हो? त्यो सिधो गरे भए राम्रो थियो। यहाँ त कस्तो आएको छ? ठिक छ। यहाँ चाहिँ ठिक पार्दैछ। ओके यहाँ चाहिँ माइला बाबा काश्मीरवाला यहाँ फेरि भइरहेछ। यहाँ के को कार्यक्रम भइरहेको छ अरे? सलादको। अहिले म देखाउँछु सबैजनालाई। A few moments later. रेडी भइसक्यो। सबैजना ठिक परिछ है। साडी लगाउने मान्छेहरू ल ल ल आउनु आउनु यहाँबाट देखाइदिनु र के ल ल ल आउनु देखाइदिनु आउनु ल छिटो हाम्रो गाउँ
बोलिरहेछ कति बोल्छ यहाँ चाहिँ हाम्रो बाजे हाई भनिदिनु ल यस्तो गरिदिनु स्वागत छ हजुरलाई चाहिँ हाम्रो के अरे स्वागत छ हजुरलाई हाम्रो नातिनीको भ्लगमा भन्नु न मलाई आउँदैन म त हामी चाहिँ आफूबाट बाजे आउनु भयो है यहाँ आमा पनि आउनु भइसक्यो यताबाट अलिक कस्तो आएको छ कि यहाँ आमाहरू पनि आइसक्नु भयो यता हाम्रो आमाहरू सबैजना हुन्छ हाई भन्दैन न अरे बसेको खै कता कता हो यसो गर्दैन उहाँ बसिरहेको आएको दिन ल सबैजनालाई यसो गर्नु पर्दा चाहिँ सबैजना पूर्वबाट हाम्रो उता मामा घरबाट आउनु भएको बजेर यिनीहरूले डेक बजाएको छ क्या कपिराइट लाग्छ मैले भिडियो बनाएको क्या भोलि वर्ष हेर्नुलाई ल बाजे चाहिँ यता हुनुहुन्छ उता बसिरहनु भएको छ हामी चाहिँ भर्खर रेडी भएर आउँछु हाम्रो डेकोरेसन सिजन कहिले हो पुन्ते पुन्ते माइजलाई राखेछ त यता कोडालाई कोले के भयो आया भयो खादा ल तनु ए च्वाक देखिरहेछ गाइजहरूलाई माइजूले चाहिँ लिइरहेछ एकदम डुको छ आज झन् नानी मिठो लाग्ने के हो खानेकुरा हेलो गाइस हाम्रो अन्जली दिदी चाहिँ कामले भ्याउनु भएको होइन त्यसैले मैले यता नै भ्लग बनाइदिइरहेको छु अन्जली दिदीलाई हामी म मद्दत गरिरहेको छु यता हेर्नु हामीहरूको भाइको पास्ने यो चाहिँ हामीहरूको सानो भाइको दादा हो यता सुमन A few moments later. यहाँ चाहिँ बजेहरू खाना खाँदै हुनुहुन्छ है अब म चाहिँ यो साडी लगाएर बस्नु सक्दैन मेकअप पनि के गर्नु भएको छ सिर्फ अलिकति लगाएँ त्यतिकै हो साडी फाप लगाएँ नि त्यो लाइट आएर हो कि अलि यता आइज यताबाट पनि त्यसै त हो नि मेरो बहिनी भइसक्यो यहाँ के लाग्छ अलिक काट्नु केही पनि हुँदैन यताबाट त्यस्तै रातो त छ मान्छेलाई कस्तो रातो मान्छेलाई कस्तो आजको लाउँदा बार मलाई यस्तो लाँदैन अहिले कोही पनि रातो न रात कस्तो पहिलो र पहिला त्यसमा सबै हानीहरू आउँदै यहाँ अब चाहिँ चिसो बाँड्ने रातो न रात यता लो अब अरू मान्छेहरू आएको छैन अलिअलि भिडियो त्यस्तै बनाएको हामी पहिला उता चाहिँ बाँडिदिनु पऱ्यो म चाहिँ यहाँ लेख्नेमा बसिरहेको छु है अब राम्रोसँगले भयो भने चाहिँ गर्छ नभए अब छैन सो गाइस यतिखेर भयो अहिले चाहिँ बेलुकाको 10 बजिसक्यो है सो यतिखेर चाहिँ फ्री भयो मान्छेहरू अहिले पनि आउँदै थियो अनि अब आएर खाएर फेरि गाउँको मान्छेहरू पनि खानु पऱ्यो नि त सो लास्ट टाइममा अनि
म चाहिँ यता के अरे त्यो यस्तो लेख्नेमा बसेको थिएँ कि त्यो पैसाहरू अब गाउँको मान्छे त्यो हुन्छ नि त त्यस्तो लेख्नेमा बसेको थिएँ त्यही भएर मैले भिडियो गर्न पाएन मेरो भिडियो चाहिँ बहिनी अनि सानो बहिनीहरूले बनाइदिएको छ सो हेर्नु कस्तो लाग्यो होला नयाँ हुने लाइक अनि सेयर गरिदिनु खासै त्यस्तो सबै चाहिँ देखाउन पाएन जति सक्यो मैले त्यति चाहिँ हजुरहरू सामु देखाएको छु सेयर गरेको छु सो हेरेर लाइक अनि सेयर गर्न नभुल्नु होला सो यहाँ चाहिँ हाम्रो बहिनीहरू नाचिरहेको छ म चाहिँ यस्तो यहाँ यस्तोबाट चाहिँ बडा लुगा देखाइरहेको हो क्या बिना दिदी